ओम नमः शिवाय। सबैजनाले दर्शन गर्नुहोस् यो रुद्राक्षबाट निर्मित शिवलिङ्ग। यति धेरै भगवान अब पोखरामा आइसकेपछि अब केही त हुँदैछ होला। के हुँदैछ त? एकदमै ठुला ठुला बडीगार्डहरूको बीचबाट देवी प्रतिभा यति बेला पोखराको यो व्यस्त सडकमा अगाडि निस्किँदै हुनुहुन्छ। तपाईँको यो हँसिलो मुहारको राज भनिदिनुहोस् न देवी प्रतिभाजी। जनताहरूको प्रेम, भक्तहरूको प्रेम और भगवानको विशेष कृपा बस। सधैँ यस्तै हाँस्नुहुन्छ? जी। धार्मिक कोटी होम सुरु भइसकेको छ। सबैजना भक्तजनलाई एकपटक आइदिनका लागि म आग्रह गर्न चाहन्छु। निकै नै ठुलो, निकै नै विशाल कलश यात्रा आइसकेको छ प्रवेशद्वारमा र अब यहाँबाट प्रवेश हुँदैछ। आजदेखि सञ्चालन भइरहेको छ दर्शकवृन्द पोखरामा ऐतिहासिक गण्डकी कुण्डीय महायज्ञ कोटी होम र सबैजना आउनका लागि एकचोटि विनम्र अनुरोध गर्न चाहन्छु। छेउछाउमा बडीगार्ड सहित सान मानले अगाडि बढिरहनु भएको छ। पोखराको यो व्यस्त सडकमा के हुँदैछ पोखरामा देवीजी? पोखरामा विशाल कोटी होम हुँदैछ। अहिले श्रीमद् भागवत कथा भइरहेको छ और कोटी होम प्रारम्भ हुँदैछ और सबैजना भक्तहरू देख्न सक्नुहुन्छ शिरमा कलश शोभा यात्रा भइरहेको छ। शिरमा कलश धारण गरेर यो चाहिँ शोभा यात्रा पोखराको आज दृश्य सडकको दृश्य परिवर्तन भएको छ और कोटी होमको प्रारम्भ भइरहेको छ। यो कोटी होमको महत्त्व के छ? कोटी होम हवन गर्नाले वातावरण शुद्ध हुन्छ, मन शुद्ध हुन्छ, बुद्धि शुद्ध हुन्छ। कोटी होम हाम्रो नेपालमा हुन गइरहेको यो इतिहासमा नै एकदमै महत्त्वपूर्ण विषय हो। भविष्यमा पनि हाम्रा भावी पुस्ताहरूले जब यो दृश्यको दर्शन गर्नुहुन्छ, अहिले लाइभको माध्यमबाट हजुरहरू जस्तो अब्बल पत्रकारको माध्यमबाट प्रसारण भइरहेको छ। यो चाहिँ इतिहासमा पनि जब पढ्नुहुन्छ भावी पुस्ताहरूले यो दृश्यलाई देखेर अत्यन्त मन आनन्दित हुन्छ। तपाईलाई आफ्नो ज्यानको जोखिम कतिको महसुस हुन्छ? बडीगार्ड सहित हिँड्नुहुन्छ क्या, यो के हो तपाईँको? यो एउटा आफ्नो सुरक्षा हो। हजुर, त्यो त नेताहरूलाई दिइने सुरक्षा भन्दा पनि कम छैन यो सुरक्षा हेर्दा। नै त्यस्तो होइन, यो आफ्नो सुरक्षा हो। हजुर, तपाईँको रहर हो कि? नै बस ज्यादा के हुन्छ भने भिडलाई सम्हाल्नको लागि भिडमा जाँदा मलाई गाह्रो हुन्छ, त्यही भएर। तपाईँको यो हँसिलो मुहारको राज भनिदिनुहोस् न देवी प्रतिभाजी। जनताहरूको प्रेम, भक्तहरूको प्रेम और भगवानको विशेष कृपा बस। सधैँ यस्तै हाँस्नुहुन्छ? जी। जनताहरूलाई के भन्न चाहनुहुन्छ? जनताहरूलाई हजुरहरू सबैजना आउनुहोस् पोखरामा। समस्त नेपालबाट आएर यो कोटी होमको दर्शन गर्नुहोस्, भागवत कथा श्रवण पान गर्नुहोस् और आफ्नो जीवनलाई धन्य बनाउनुहोस्। हस्, धन्यवाद। हामीसँग हुनुहुन्थ्यो कथावाचिका देवी प्रतिभाजी। देवी प्रतिभाजीको हेर्नुहोस् त यो शान, यो इज्जत, यो मान कुनै नेताभन्दा कम छ र? शान मानका साथ अहिले यहाँ कलश यात्रा चलिरहेको छ। यो के भइरहेको छ यसबारे क्वेसन अलिकति जानकारी दिनुहोस्। यति बेला मसँग हुनुहुन्छ बाल योगेश्वर विजय कृष्णमूर्ति महाराज र उहाँ यस कोटी होमको सङ्कल्पकर्ता पनि हुनुहुन्छ र म उहाँसँग थोरै यस विषयमा बुझ्न चाहन्छु केही कुराहरू। नमस्ते। नमस्ते, राधे राधे। हजुरलाई स्वागत छ। हजुरको सङ्कल्पमा यति ठुलो कोटी होम सम्पन्न हुँदैछ अहिले पोखरामा। आजदेखि यो सुरु भइसकेको छ। यसलाई कुन रूपमा लिइरहनु भएको छ तपाईँ? एकदमै यो एक युगमा एकपटक, इतिहासमा एकपटक, हाम्रो जीवनकालमा एकपटक र नभूत नभविष्य विशाल यज्ञ जो गण्डकी कोटी होमको कस्तो हुन्छ, त्यसले रूपरेखा कस्तो लिन्छ भन्ने कुरा आजको कलश यात्राले यो झझलको र सङ्केत दिइसकेको छ। यो किसिमको माघे, यो किसिमको कोटी होम पोखरामा सञ्चालन भएको थिएन यो भन्दा अघि। अनि यो नेपालकै इतिहासमा 100 कुण्डीय गायत्री कोटी होम विराटगढीमा पहिलो पटक नेपालको धरतीमा हुँदैछ। न पूर्वजहरूले न यो भविष्यका सन्ततिले देख्न सक्लान् या नसक्लान् त्यो किसिमको यज्ञ अहिले मातृभूमि नेपाल आमाको काखमा त्यो सुन्दर नगरी पोखरा बिरोडा 17 नम्बर वार्डमा भइरहेको छ।
यो तपाईँले यति ठुलो कार्य होइन यति ठुलो कोटी होम सञ्चालन गर्ने बेला धेरै चुनौतीहरू भोग्नु परेका कुराहरू पनि थिए ती कुराहरूलाई सहजै मिलाउन पनि सफल हुनुभयो कसरी सम्भव भयो यहाँहरू सबैको साथ सहयोग माया आशीर्वाद प्रेमले सम्भव भयो पूर्व मेची महाकालीका आम श्रद्धालु श्रद्धेय आमा बुवा दाजुभाइ दिदीबहिनी सबै श्रद्धालु भक्तजनहरू मातृशक्तिहरूको आशीर्वादले नै यो सम्भव भयो र यो विराट यज्ञ ठुला कामको लागि ठुलै चुनौती भने जस्तो आए त्यो सबै कुराहरूलाई हामीले चिर्दै आफ्नो सङ्कल्पलाई दृढ विश्वासका साथ अगाडि गऱ्यौँ भगवानको कृपाले पशुपतिनाथ र मुक्तिनाथको कृपाले यो सम्भव भएर आज इतिहासकै ठुलो धार्मिक क्षेत्रमा यति ठुलो शोभा कलश यात्रा पहिलोपटक हुँदैछ यो सबैले अनुभव गरेको कुरा प्रत्यक्ष देखेको कुरा हो धार्मिक कार्यमा विरोध बाधा निम्त्याउन खोज्ने ती तत्त्वहरू अहिले धर्मको अगाडि घोडा टेक्नु पर्यो एकदम यो त सत्यको अगाडि धर्मको अगाडि साधनाको अगाडि त्याग र तपस्याको अगाडि पहिला पनि प्राचीन समयमा यज्ञादिमा विघ्न बाधाहरू आउँथे विभिन्न समयमा चाहिँ अवरोध गरिन्थ्यो त्यहीको प्रतिरूप कलियुगमा पनि विभिन्न यज्ञहरूलाई बाधा गर्ने अवरोध गर्ने प्रयास भए ती कुराहरू सबैलाई हामीले बिर्सेर भगवानको मार्गमा सामाजिक कामको मार्गमा समाजसेवाको मार्गमा हजुर हामी सबैलाई दुःख आरोप प्रत्यारोप चाहिने नचाहिनेहरू यो त नेपालमा भइरहन्छ र त्यसको बावजुद राम्रो काम गरेका थियौँ राम्रो प्रतिफल पाइयो हामीले प्रत्यक्ष अनुभव गऱ्यौँ देख्न पायौँ हिन्दू बौद्ध जैन किराँत मस्टो सम्प्रदाय मान्ने मातृभूमि नेपालमा भएका जति पनि प्राचीन सभ्यता रीतिरिवाज चाडपर्व संस्कृति हाम्रा परम्परा जे छन् ती सबैको प्रतिनिधित्व गर्छ यो कोटी होम महायज्ञले अब यो कोटी होम यति विशाल छ कि यहाँ त धेरै दानहरू पक्कै पनि जम्मा हुन्छ होला अब त्यो दानले गर्नुहुन्छ कि अलिकति खुलाइदिनुहोस् एकदम अहिले हुन त यो विशाल कोटी होम ज्ञानमा करोडौँ खर्च छ र यसको मूल उद्देश्य भनेको विश्वको कल्याणको लागि आम नेपालीको सुख शान्ति र समृद्धिको लागि सँगसँगै मानस सेवा खाद्य सेवा अक्षय कोष स्थापना गर्ने र अहिले ललितपुरमा सञ्चालित मामाघर आश्रम भक्तपुरमा सञ्चालित हाम्रो जो छोरीको घर ज्येष्ठ नारी आश्रमको सहयोगार्थ यो कार्यक्रम छ र यहाँका हरिहर मन्दिरको सर्वाङ्गीण विकासको लागि कैलाश धामको विकासको लागि मुक्तेश्वरको विकासको लागि सनातन धर्मको जगेर्नाको लागि नै यो यज्ञबाट सङ्कलित रकम खर्च हुन्छ यहाँ हजारौँ भक्तहरू आउनु भएको छ पानीको व्यवस्था गरिएको छ फ्रुटीको व्यवस्था फलफुलको व्यवस्था प्रसादको व्यवस्था यही भक्तहरूले दिएकै रकमबाट खर्च हुने हो यो सम्पूर्ण व्यवस्था त्यही भएर यज्ञबाट सङ्कलित 1 रुपियाँ रकम पनि कुनै दुरुपयोग हुँदैन अनियमितता हुँदैन यसलाई पारदर्शिता साथ अगाडि ल्याएर आम भक्तहरूको सेवामा पनि खर्च गर्छौँ हामीले भक्तजनहरूलाई यो कोटी होममा आउनका लागि के भनेर आग्रह गर्न चाहनुहुन्छ एकदमै यो युगमा आयोजित एकपटक इतिहासमा पहिलो पटक यति विशाल 500 भन्दा बढी गुरुहरूबाट 40 दिनभन्दा बढी हवन हुँदैछ ठुला ठुला चर्चित सन्त महन्तको आगमन हुँदैछ 100औं कथा व्यासहरूको आगमन हुँदैछ 50औं कलाकारहरूले चाहिँ यहाँ सङ्गीत प्रस्तुत गर्नुहुन्छ तसर्थ यो यज्ञमा आउँदैमा पैसा चढाउनु पर्छ पैसा दिनुपर्छ भन्ने छैन विशुद्ध रूपमा आउने कथा सुन्ने यज्ञको दर्शन गर्ने आफूले आध्यात्मिक र धार्मिक लाभ लिने हो यसबाट कुनै हाम्रो स्वार्थ छैन सहभागी भएर पुण्य प्राप्ति गर्नुहोस् प्रसाद ग्रहण गर्नुहोस् आफ्नो जीवनलाई धन्य बनाउनु सनातन संस्कृति हाम्रो परम्परालाई जोगाउनलाई अहमतम र महत्त्वपूर्ण भूमिका खेल्नु यसैको लागि आह्वान अपिल गर्दछौँ हामीले र आजदेखि सञ्चालन भएको यो कोटी होम जेठको 26 गतेसम्म सञ्चालन हुने भनेर हामीले बुझेका छौँ र सबै भक्तजनहरूलाई एकपटक आउनका लागि कथा सुन्नका लागि धर्म कमाउनका लागि प्राप्ति गर्नका लागि यहाँ आउनु होला भनेर हामी अनुरोध पनि गर्न चाहन्छौँ नेपालको इतिहासमा सबैभन्दा ठुलो अभूतपूर्व अनुष्ठान जो श्री गण्डकी शतकुण्डीय गायत्री कोटी होम शत भनेको 100 कुण्डको कोटी होम हुँदैछ र विशाल कोटी होममा 100 कुण्डको कोटी होम हुँदैछ जुन कुण्डमा 100वटा कुण्ड रहन्छन् एउटा कुण्डमा 3 जना ब्राह्मण गरेर 300 ब्राह्मणहरूबाट एकैचोटि मन्त्र मध्येको पनि शक्तिशाली मन्त्र गायत्री मन्त्र जप गरेर हामीले जनेऊ संस्कार गरेका छौँ नि जनेऊ लगाएका छौँ धर्ममा अति नै मानिने मन्त्र बिना हिन्दू धर्मका कुनै पनि एउटा कर्म पूर्ण हुँदैन गायत्री मन्त्र
वास्तवमा मैले त के भन्छु भने भोजराजी जस्तो जनेऊ संस्कार गर्नुभएकाहरूले आफ्नो गायत्री मन्त्रलाई अझै शक्तिशाली बनाउनु छ, गायत्री मन्त्र जप गर्नु छ। हामीले जस्तो यात्रा गर्छौँ, कहिले कहिले यात्राको शुभारम्भमा गायत्री मन्त्र, कठिन भयो परिस्थिति भने त्यो बेला गायत्री मन्त्र जप्छौँ। त्यस्तो गायत्री मन्त्र शक्तिशाली मन्त्र, त्यो पनि 300 ब्राह्मणले एकैचोटि गायत्री मन्त्र जपेर स्वाहा गर्दै हुनुहुन्छ, भगवानलाई आहुति दिँदै हुनुहुन्छ। यो त अभूतपूर्व हो, ऐतिहासिक हो, अद्वितीय हो। नेपालको इतिहासमा अहिलेसम्म यत्रो अनुष्ठान थिएन भएको, छैन अहिलेसम्म, कसैले गर्न सकेन यो अहिलेसम्म। यो अहिले किन हुन लाग्छ? यो खास अहिले ठ्याक्कै हुनुको कारण के हो? यो देशको अवस्था, देशको परिस्थिति, देश उथल पुथल भयो, अब एउटा ट्र्याकमा लिनको लागि यसले कतिको महत्त्व? अब के हो भने सनातनीहरूको ध्वजा फहरिनुपर्छ, सनातनीहरू एक हुनुपर्छ, ओमकार परिवार एक हुनुपर्छ। र यो अहिले प्रकृतिले पनि हामीलाई विभिन्न दुःख दिइरहेको छ र देशमा पनि शान्ति सुरक्षा र जनताहरूले आनन्दको अनुभूत गर्न पाइरहेका छैनन् भने विशेष कोटि होम यो प्रकृतिको शुद्धिका लागि, वायुको शुद्धिका लागि, राष्ट्र शान्तिका लागि, विश्वको कल्याणका लागि यो कोटि होम हुँदैछ। यसले हिन्दू धर्म मान्नेहरूका लागि मात्र महत्त्वपूर्ण भूमिका खेलिरहेछ कि यो कोटि होमले अथवा अन्य धर्मलाई पनि छुन्छ? प्रकृतिलाई हामी सबैले मान्छौँ, वायुलाई हामी सबैले मान्छौँ र हामी सबै यो धरतीमा छौँ। यो धरतीको कल्याण, यो प्रकृतिको शुद्धि, यो वायुको शुद्धि भनेको त सबै मानव कल्याण हुने हो नि त। तसर्थ यो सबैका लागि उत्तिकै महत्त्वपूर्ण छ। महाराज विजय मूर्ति, जसको नाम सुन्ने बित्तिकै धेरै व्यक्तिहरूले दुई तरिकाले सोच्छन्। यो मान्छे, कसैले धर्ममा विश्वास गर्नेहरू यो मान्छेले साँच्चीकै धर्म बचाएको छ है भन्छन्, कसैले विरोध पनि गरिरहेछन्। अब तपाईँले विजय मूर्तिको बारेमा के भन्न चाहनुहुन्छ यहाँबाट? मलाई कस्तो लाग्छ भने मैले मेरो जीवन इतिहासमा भोजराजी यति ठुलो कोटि होम भन्ने मैले सुनेको मात्रै थिएँ, किनकि हामीले योगी नरहरिनाथलाई देख्न पाएनौँ, हाम्रा सन्ततिले पाउने कुरै भएन र योगी नरहरिनाथले कोटि होम गर्नुभयो भन्ने सुनेका थियौँ। र अहिले आएर नेपालको इतिहासमा कसैले कोटि होम कस्तो हुन्छ भनेर देखाइदियो भने विजय कृष्णमूर्ति महाराजले हो। अब अझै हाम्रो सन्तति जस्तो तपाईँ हाम्रा छोराछोरी, हामीले कोटि होम कस्तो हुन्छ भने देख्न पाएका थिएनौँ। आज 100 कुण्डीय कोटि होम देख्न पाएका छौँ र हाम्रो संस्कार र संस्कृति र हाम्रो धर्मले दिएको कोटि होम हो नि त। र कोटि होमको यो दर्शन गर्न पाउनु भनेको, सबैलाई यो पुण्य कर्ममा जोड्न पाउनु भनेको एउटा साँच्चीकै भन्यो भने सनातनीको लागि, हाम्रा पुस्ताहरूका लागि एउटा अविस्मरणीय कर्म गरिदिने व्यक्ति हो विजय कृष्णमूर्तिजी महाराजजी। 11,111 कलश यात्रापछि अहिले यी कलशहरू यहाँ आइसकेका छन् र अब यी कलशहरू यहाँ राख्ने कार्यक्रम भइरहेको छ। उहाँको आगमनसँगै र उहाँको कर्तव्यबाट भोलि यस ऐतिहासिक श्रीगण्डकी कोटि होम महायज्ञको पूर्वाङ्ग पनि गरिनेछ। म तपाईँलाई पनि जानकारी गराउन चाहन्छु, उहाँको उपस्थिति यहाँ भइसकेको छ। अब भोलि र पर्सिसम्म उहाँ निरन्तर रूपमा नेपालमा बस्नुहुनेछ। यस पोखराका अन्य पर्यटकीय क्षेत्रहरूको पनि उहाँले अध्ययन गर्नुहुनेछ, अवलोकन गर्नुहुनेछ।